सरकारी निकायबाट विदेशी हस्तक्षेप उडाउँदै बालेन आफ्नै सफ्टवेयर विकास गर्ने 93 जना हुँदैछन् भर्ती। नेपालका सरकारी अड्डामा विदेशीहरूले ठाडै हस्तक्षेप गर्दै आएका छन् भन्ने सुन्दा तपाईलाई अनौठो लाग्न सक्छ, तर यो सत्य हो कि हाम्रा अधिकांश सरकारी र सार्वजनिक निकायमा प्रयोग हुँदै आएका सफ्टवेयरहरू भारत लगायतका विभिन्न देशका रहेका छन्। तिनले हामीलाई आफ्नो इशारामा नचाइरहेको अवस्था छ। यातायात कार्यालयदेखि राजधानी विभागसम्ममा सफ्टवेयरकै कारण धेरैले धेरै पटक दुःख पाएका छन्। अब बालन शाह नेतृत्वको सरकारले नेपालका सरकारी र सार्वजनिक अड्डामा सफ्टवेयर मार्फत विदेशीले देखाउँदै आएको दादागिरी सदाका लागि बन्द गर्ने भएको छ र आफ्नै स्वदेशी सफ्टवेयर विकास गर्ने भएको छ। त्यसका लागि आईटी क्षेत्रका धुरन्धर 93 जनालाई एकै पटक नियुक्ति दिने भएको छ। सरकारले सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयर विकास, स्तर उन्नति तथा मर्मत कार्यका लागि 93 जनालाई जागिर दिने गरी सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र नै खडा गर्न लागेको छ। यस सम्बन्धमा सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश जारी गरेको छ। प्रधानमन्त्री कार्यालयका शासकीय मामिला हेर्ने सचिव अध्यक्ष रहने समिति अन्तर्गत सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र रहनेछ। केन्द्रमा 8 जना कम्प्युटर इन्जिनियर सहित 30 जना कर्मचारीको दरबन्दी रहनेछ। ती कर्मचारीको व्यवस्था प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गर्नेछ। यसबाहेक केन्द्रले करारमा 93 जनासम्म विज्ञ राख्न सक्नेछ। मिड लेभलका 40 जना डेभलपर, 8 जना सिनियर डेभलपर, 4 जना प्रोजेक्ट म्यानेजर, 6 जना सिस्टम एनालिस्ट र 6 जना सिस्टम नेटवर्क एडमिन सहित 93 जना विज्ञ कर्मचारी करारमा राख्न सक्ने गठन आदेशमा उल्लेख छ। उनीहरूको पारिश्रमिक र सुविधा मन्त्री परिषदले तोक्नेछ। केन्द्रमा प्रशासकीय प्रमुखका रूपमा मन्त्री परिषदले 3 वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गर्नेछ। तर काम चित्त बुझ्दो नभए सरकारले जुनसुकै बेला हटाउन सक्नेछ। सार्वजनिक निकायबाट माग भए बमोजिम साझा सूचना प्रविधि प्रणाली विकास गर्ने, आफूले विकास गरेका सफ्टवेयर प्रणालीका लागि 24 घण्टा प्राविधिक सहायता उपलब्ध गराउने लगायतका काम गर्नेछ। गठन आदेश अनुसार अबदेखि सार्वजनिक निकायले प्रयोगमा रहेका प्रणाली मर्मत सम्मार तथा नयाँ प्रणाली विकास गर्दा केन्द्रको सहमति लिनुपर्नेछ। सार्वजनिक निकायले सफ्टवेयर विकास गर्न केन्द्रलाई अनुरोध गर्नुपर्नेछ। केन्द्रले सम्बन्धित कार्यालयको आवश्यकता अध्ययन गरी लागत अनुमान सहित 15 दिन भित्र कार्ययोजना बनाउनेछ। त्यसपछि केन्द्र र सम्बन्धित कार्यालय बीच खरिद सम्झौता हुनेछ। सरकारले राष्ट्रिय